साथीहरू, आज हामी जान्नेछौँ कि पितृ रिसाउँदा के कस्ता सङ्केत देखिन्छन्। यदि तपाईँको घरमा पनि यस्ता सङ्केतहरू देखा पर्छन् भने बुझ्नुस् कि पितृ रिसाएका छन् र बेलैमा पितृलाई प्रसन्न पार्नु आवश्यक छ। नत्र पितृदेवको क्रोधले घरको सारा सुख शान्ति हराउन सक्छ र घरमा ठूलो विपत्ति आउन सक्छ। आउनुहोस्, जानौँ यसबारे विष्णु भगवानले के बताउनु भएको छ। एक समयको कुरा हो, भगवान विष्णु वैकुण्ठमा विराजमान हुनुहुन्थ्यो। त्यहाँको वातावरण शान्त र मनमोहक थियो। त्यही समयमा नारद मुनि आफ्नो वीणा लिएर वैकुण्ठमा प्रवेश गर्नुभयो। नारदको अनुहारमा उत्सुकता र कौतूहलता झल्किन्थ्यो, मानव उसले संसारका सबै रहस्य बुझ्न चाहेको हो। विष्णु भगवानले मुस्कुराउँदै भन्नुभयो, आउनुहोस् नारद मुनि, आज कसरी वैकुण्ठ धाममा पाल्नुभयो? नारदले उत्तर दिनुभयो, प्रभु, धेरै समयदेखि मेरो मनमा एउटा प्रश्न उठिरहेछ, त्यसैले म यो प्रश्नको उत्तर खोज्न यहाँ आएको हुँ। विष्णु भगवानले भन्नुभयो, नारद, तपाईँको प्रश्न पक्कै पनि मानव कल्याणको लागि अत्यन्तै महत्त्वपूर्ण हुनेछ। भन्नुहोस्, के कुरा छ? नारदले भन्नुभयो, प्रभु, मैले देखेँ कि पृथ्वी लोकका मानिसहरूले यस्ता गल्ती गरिरहेका छन् जसको कारण पितृ अप्रसन्न भएका छन्। म जान्न चाहन्छु कि जब पितृ रिसाउँछन् घरमा के कस्ता सङ्केतहरू देखिन्छन् र पितृलाई प्रसन्न बनाउन के गर्नुपर्छ। कृपया मलाई यसका बारेमा विस्तृत रूपमा बताउनुहोस्, ताकि मेरो हृदय शान्त होस् र मैले पृथ्वी लोकका मानिसहरूलाई यस विषयमा शिक्षा दिन सकूँ। विष्णु भगवान भन्नुहुन्छ, नारद, तिमीले आज साँच्चीकै महत्त्वपूर्ण प्रश्न सोध्यौ। यस प्रश्नमा मानव जीवनको सुख शान्ति र घरको समृद्धि सिधै सम्बन्धित छ। मानिसहरूले अनजानमा यस्ता केही लापरवाही गर्दा पितृ रिसाउँछन्। यदि पितृलाई समयमै प्रसन्न पारिएन भने पितृको रिसले उग्र रूप लिन्छ र घरको सम्पूर्ण सुख शान्ति र समृद्धि हराउँछ। त्यो घरमा लक्ष्मीको वास पनि हुँदैन। नारदले भन्नुभयो, प्रभु, त्यसो भए पितृ रिसाउँदा घरमा कस्ता सङ्केत देखिन्छन् र यस्ता सङ्केत देखिएपछि पितृलाई प्रसन्न पार्न के कस्ता विधि अपनाउनुपर्छ, कृपया बताउनुहोस्। विष्णु भगवान भन्नुहुन्छ, अब म तिमीलाई पूर्वकालमा घटेको एउटा सत्य घटनाको कथा सुनाउँछु, जसबाट तिमी पितृ रिसाउँदा देखिने सङ्केतहरू र तिनीहरूलाई प्रसन्न पार्ने उपाय बुझ्न सक्नेछौ। नारदले सोधे, प्रभु, के यो कथा सम्पूर्ण मानव जातिले पनि सुन्न आवश्यक छ? विष्णु भगवानले भन्नुभयो, नारद, यो कथा जसले पनि ध्यानपूर्वक सुन्छ उसका सम्पूर्ण परिवारमाथि पितृ दाइने रहन्छन् र त्यो घरमा सदा सुख शान्ति र लक्ष्मीको वास बनिरहन्छ। नारदले भन्नुभयो, ओहो प्रभु, त्यसो भए त कथा सुरु गरिहाल्नुहोस्, म अवश्य पनि यसलाई अन्त्यसम्म सुनेर ज्ञान प्राप्त गर्नेछु। साथीहरू, विष्णु भगवानले कथा वाचन गर्नु अघि यस भिडियोलाई लाइक गर्नुहोस् र च्यानललाई सब्स्क्राइब पनि गर्नुहोस्। साथै कमेन्टमा जय श्री हरि पनि लेख्नुहोला। त्यसपछि विष्णु भगवान भन्नुहुन्छ, धेरै समय पहिलेको कुरा हो, एउटा अत्यन्तै सुन्दर र शान्त गाउँ थियो। त्यही गाउँमा एउटा साधारण तर असल स्वभावको दम्पति बसोबास गर्थे। श्रीमानको नाम रुद्र थियो र श्रीमतीको नाम कोपिला। उनीहरूको घरको आर्थिक अवस्था निकै नाजुक थियो। धन सम्पत्तिको कमी भए पनि उनीहरूको मन भने सधैँ सन्तोषले भरिएको थियो। रुद्र अत्यन्तै परिश्रमी व्यक्ति थिए। उनी सधैँ बिहान सबेरै उठ्थे, स्नान गरेर भगवानको नाम लिँदै जङ्गलतर्फ दाउरा काट्न जान्थे। दिनभर कठोर परिश्रम गरेर काटेको दाउरा बजारमा बेचेर आएको पैसाले उनले घरको खर्च चलाउँथे। कोपिला पनि उत्तिकै मेहनती थिइन्। उनी बिहानै उठेर भैँसी र बाख्रालाई घाँस काट्न जान्थिन्। त्यसपछि घर सफा गर्थिन्, खाना पकाउँथिन् र घर परिवारको सबै काम हाँस्दै सम्हाल्थिन्। उनी आफ्नो श्रीमानको दुःख राम्ररी बुझ्थिन्। थकित भएर घर फर्किँदा रुद्रको सेवा गर्थिन्, सान्त्वना दिन्थिन् र हौसला बढाउँथिन्। कोपिला कहिलेकाहीँ गाउँको मेलामा गएर निवेक गरेर कमाएको पैसाले पनि घर धान्न ठूलो टेवा पुर्याउँथिन्। उनीहरूको एक छोरा पनि थियो जसको नाम किशोर थियो। बुढेसकालमा पाएको सन्तान भएकाले किशोर उनीहरूको एक्लो छोरा थियो। त्यसैले बाबुआमाको अपार मायामा किशोर हुर्किँदै थियो। उसलाई अभावको अनुभूति हुन नदिई संस्कार, मेहनत र इमान्दारीको पाठ सिकाउँदै हुर्काइरहेका थिए। ऊ आफ्नो बाबुले जङ्गलतर्फबाट दाउरा बोकेर ल्याएको देख्दा निकै गर्व महसुस गर्थ्यो। ऊ मनमनै सोच्थ्यो, अब म पनि ठूलो भएपछि बाबासँगै दाउरा काट्न जानेछु। बिस्तारै छोरा किशोर पनि हुर्कदै गयो। ऊ आफ्नो बाबुसँगै बिहानै जङ्गलतर्फ दाउरा काट्न जान्थ्यो। अब त झन् दुईजनाले दाउरा काट्दा दाउरा बेचेर आएको पैसाले घर चलाउन अझ सहज हुन थाल्यो। यसरी नै समय बित्दै गयो। एक दिनको कुरा हो, रुद्रले अत्यन्त मेहनत गरे। बिहानै उठेर दाउरा काटे, त्यसपछि दिनभर खेतमा परिश्रम गरे। दिनभर तातो घाममा काम गर्दा रुद्र पहिलेका दिनहरूभन्दा धेरै थाकिसकेका थिए। उनले श्रीमतीसँग भने, कोपिला, एक्कासी आज मलाई के भयो? म धेरै थाकेको छु, मलाई पटक्कै जाँगर लागेको छैन। कोपिलाले भनिन्, आज अलि धेरै काम गर्नुभयो त्यसैले होला, तपाईँ आराम गर्नुहोस्, म मालिस गरिदिन्छु, अलि सन्चो होला। श्रीमती कोपिलाले आफ्नो श्रीमानको परिश्रम देखेर उनलाई मालिस पनि गरिन्। तर कामको बोझ र उमेरको कारण रुद्रलाई उच्च ज्वरो आउन थाल्यो।
उनी अत्यन्त गम्भीर अवस्थामा पुगे। यो देखेर श्रीमती कोपिला र छोरा किशोर निकै चिन्तित भए। सामान्य जडीबुटी र घरमै उपलब्ध घरेलु उपचार गर्दा पनि रुद्रको अवस्था सुधार भएन। अन्ततः कोपिलाले निर्णय गरिन् कि अब बिहानै हुने बित्तिकै रुद्रलाई सहरको अस्पताल पुर्याउनुपर्छ। त्यस रात कोपिलाले भगवानसँग हात जोड्दै भनिन्, हे भगवान, यो घरको बलियो खम्बा नै मेरो श्रीमान हुनुहुन्छ। यदि उहाँलाई केही भइहाल्यो भने घर कसले चलाउनेछ? कृपया उहाँलाई कुनै नोक्सान नहोस्। छोरा किशोर पनि बाबाको हात समात्दै आँखाभरि आँसु लिएर बसेको थियो र केही बोल्न सकेको थिएन। त्यो रात बित्यो, तर रुद्रले अर्को दिनको घाम उदाएको देख्न पाएनन्। जीवनभर परिवारका लागि परिश्रम गरेका रुद्रले अन्ततः आफ्नो अन्तिम सास फेरेर सधैँका लागि यो संसारलाई विदा गरे। यो दृश्य देखेपछि कोपिलालाई आफ्नो सारा संसार नै उजाडिएको जस्तो अनुभूति भयो। केही समय उनी केही बुझ्नै नसक्ने अवस्थामा रहिन्। उनका आँखा शून्य माटो लागिरहेका थिए, मानौ जीवनले एकैचोटि सबै कुरा खोसेको हो। कोपिला आफ्ना श्रीमानको दिवंगत शरीरको अगाडि बसेर भक्कानिँदै रुन थालिन्। उनका आँखाबाट आँसुका धाराहरू अविरल बगिरहेका थिए। छाती चिरिने पीडामा उनले मनमा नै भनिन्, अब यो घर कसले चलाउँछ? यो छोराको भविष्य कसरी बन्छ? हे भगवान, तपाईले यस्तो कठोर परीक्षा किन लिनुभयो? छेउमै बसेको छोरा किशोर बाबाको निश्चल शरीरतर्फ हेरिरहेथ्यो। उसले बाबाको हात समाउन खोज्यो, तर अब त्यो हातले कहिल्यै उसलाई समाउने थिएन। किशोरको मनले बाबाको मृत्यु स्वीकार्न सकिरहेको थिएन। ऊ मौन थियो, आँखाभरि आँसु लिएर आमाको अनुहार हेरिरहेको थियो। गाउँलेहरू बिस्तारै जम्मा हुन थाले। कसैले कोपिलालाई सान्त्वना दिन खोजे, कसैले किशोरको टाउकोमा हात राखेर धैर्य गर्न आग्रह गरे। समय बित्दै गयो, तर कोपिलाको अनुहारमा न त खुसी देखिन्थ्यो, न त उनको आत्मामा शान्ति नै बाँकी थियो। कहिले एकाएक आँस्ने त कहिले बेस्सरी रुने। उनको अवस्था देख्दा सबैलाई पीडा लाग्थ्यो। उनलाई आफूले के गरिरहेकी छिन् भन्ने समेत थाहा हुँदैन थियो। रुद्रको स्वर्गारोहणसँगै घरको आर्थिक अवस्था झन् दिन प्रतिदिन कमजोर बन्दै गयो। अब घरमा कमाउने कोही पनि बाँकी थिएन। जीवनको सम्पूर्ण भार एक्लै कोपिलाको काँधमा आएको थियो, तर उनको मानसिक अवस्था त्यसका लागि तयार थिएन। बाबाको मृत्युको गहिरो शोकमा डुबेका किशोर पनि बिस्तारै एक्लोपनमा हराउँदै गएका थिए। ऊ पहिले जस्तो रहेन। धेरै जसो समय चुपचाप बस्ने, बाबाको सम्झनामा हराउने गर्थ्यो। घरमा अन्नको कमी हुन थाल्यो। कहिलेकाहीँ भात पकाउने चामल समेत नहुँदा कोपिलाको मन झन भक्कानिन्थ्यो। छिमेकीको सहयोगले कहिले एक छाक त कहिले आधा छाक गुजारा चल्थ्यो। भोक, पीडा र असहायताले त्यो घरको वातावरण अत्यन्तै दर्दनाक बन्दै गइरहेको थियो। एक दिन किशोरले आमासँग भने, आमा, म अब सहर जानुपर्छ। म त्यहाँ गएर काम गरेर पैसा कमाउँछु। त्यसपछि म तपाईँको लागि ठूलो घर बनाइराख्नेछु। कोपिलाले भनिन्, छोरा, राम्ररी जाऊ, मलाई नबिर्सनु है। वर्षमा एकपटक गाउँ फर्केर आउनु। आमाको आँखा र मनको याद सधैँ तिम्रो साथमा हुनेछ। छोरा अब सहरतिर लाग्यो। ऊ अब एउटा राम्रो कम्पनीमा जागिर पायो र राम्ररी आम्दानी गर्न थाल्यो। तर उता आमा भने अझै निराश र एक्लो थिइन्। सुरुमा त श्रीमानको मृत्युको पीडा थियो, अब छोरा पनि घरबाट टाढा गएपछि एक्लोपन झन गहिरो भयो। एक दिनको कुरा हो, कोपिलाले खाना पकाउन चाहिन्, तर अन्न नपाएपछि छिमेकीसँग गई भनिन्, सुन्नुस् न, मलाई एक कचौरा चामल दिनुहोस्। मेरो छोराले पैसा पठाएपछि म फिर्ता दिनेछु। छिमेकीले कठोर स्वरमा भनिन्, पिता नभएको तिम्रो टुहुरो छोराले अब कहिले पैसा कमाएर पठाउने हो? म कुनै सहयोग गर्न सक्दिनँ। आफ्नो खानपानको आफै व्यवस्था गर। यो कुरा सुनेर कोपिला केही बोल्न सकिनन्। आँसु भगाउँदै घर फर्किन पुगिन्। उनीलाई अनुभूति भयो कि श्रीमान र छोरा सँगै नभएपछि सबैले हेप्दो रहेछन्। दिन प्रतिदिन कोपिला कमजोर हुँदै गइन्। घरको काम, दुःख र श्रीमानको स्मृतिले उनलाई भोगाइरहेको थियो। शरीर कमजोर हुँदै गयो, मन अझै दुखित रह्यो। आखिर एक दिन निरन्तर शारीरिक कमजोरी र मानसिक पीडाको कारण कोपिलाको मृत्यु भयो। कोपिलाको मृत्यु भएपछि गाउँलेहरू जम्मा भए र दुःख मनाए। कोपिला गाउँकी सीधा, सहनशील र दुःखी महिला थिइन्, त्यसैले उनको निधनले सबैलाई पीडा दिएको थियो। कोपिलाको एकमात्र छोरा किशोर सहर गएका थिए। गाउँलेहरूले आमाको मृत्यु भएको खबर दिन धेरै प्रयास गरे। कसैले सन्देश पठायो, कसैले चिन्जान मार्फत खबर पुर्याउने कोसिस गर्यो, तर दुर्भाग्यवश किशोरसँग कुनै पनि सम्पर्क हुन सकेन। न फोन लाग्यो, न कुनै खबर आयो। समय कुर्नु पनि सम्भव भएन। धार्मिक र सामाजिक परम्परा अनुसार अन्ततः गाउँलेहरूले छोरा बिनै कोपिलाको दाह संस्कार गर्ने निर्णय गरे। त्यो निर्णय सबैभन्दा ठूलो भूल साबित हुनेवाला थियो, तर त्यसबेला कसैले त्यसको गम्भीरता बुझ्न सकेनन्। दाह संस्कार सम्पन्न भयो। सबै काजक्रिया सकेर गाउँलेहरू आआफ्नो घर फर्किए। वातावरण पुनः शान्त देखिन थाल्यो, तर त्यो शान्तिमा गहिरो पीडा लुकेको थियो। ठीक त्यही समय धेरै दिनदेखि सम्पर्कविहीन रहेको छोरा किशोर सहरबाट गाउँ आइपुग्यो, तर अब ऊ एक्लो थिएन।
उसको साथमा एक महिला पनि थिइन्। किशोर सहर पुगेपछि कसैलाई नभनी प्रेम विवाह गरेर आएको रहेछ। यो दृश्य देखेर गाउँलेहरू अचम्ममा परे। एकजना छिमेकीले भने, बाबु, हामीले तिमीलाई तिम्रो आमाको मृत्यु भएको खबर पठाएका थियौं, तर तिमीसँग कुनै सम्पर्क हुन सकेन, त्यसैले हामीले छोरा बिनै सबै संस्कार गरिसक्यौं। यो कुरा सुनेर किशोर स्तब्ध भयो। मुखबाट शब्द निस्कन सकेन। आमाको अन्तिम दर्शन पनि गर्न नपाएको पीडाले उसको मन चिरा भयो। उसले मनमुनै आफूलाई दोषी ठान्न थाल्यो। छेउमा उभिएकी उसकी पत्नी पनि स्थिति बुझेर मौन रहिन्। एकजना छिमेकीले भने, बाबु, अब परम्परा अनुसार काजक्रिया गर्नुहोला, नत्र पितृ रिसाउँछन्। तर किशोर र उनकी नवविवाहित पत्नी सहरमा बसेका भएकाले उनीहरूलाई काजक्रिया, रीतिरिवाज र संस्कारका बारेमा केही पनि जानकारी थिएन। हिन्दू धर्मअनुसार मृत मातापिताको 13 दिनसम्म तामसिक भोजन बार्ने र काजक्रिया परम्परा पालन गर्नु अनिवार्य थियो। तर उनीहरूले यो कुरा व्यवस्था गरे र यसरी आमाको काजक्रिया गरेनन्। यो नै उनीहरूको सबैभन्दा ठूलो गल्ती बन्नेवाला थियो। आमा बितेको दिनमै उनीहरूले लसुन, प्याज र नुन हालेर खाना पकाए र खान थाले। यहाँसम्म कि उनीहरूले मासु पनि खान छोडेनन्। यो देख्दा लाग्थ्यो कि मानौ उनीहरूको घरमा शोक परेको छैन, बरु कुनै पर्व मनाइरहेका छन्। एकतर्फ छोराको उपस्थिति बिना आमाको दाह संस्कार गरियो र अर्कोतर्फ काजक्रिया पनि गरिएन। त्यहीमाथि शोकको बेलामा यस्तो अशुद्ध भोजन सेवन गरिरहेका थिए। साँझको बेला जब श्रीमतीले पितृको शान्तिको लागि साँझ बत्ती बालिन्, त्यो बत्ती आफै निभ्यो। जतिसुकै प्रयास गरिन्, बत्ती बल्ल सकेन। त्यहाँ कुनै हावा पनि चलिरहेको थिएन, तर बत्ती आफै निभ्यो। उनीलाई यसबारे कुनै अनुमान पनि थिएन कि यो अत्यन्तै अशुभ संकेत हो। अब एकाएक एक गरी त्यो घरमा पितृ रिसाएको संकेत देखिनु सुरु भयो। जब रात पर्यो र उनीहरू सुतिरहेका थिए, त्यही बेला भान्साबाट भाँडा बजेको जस्तो आवाज आयो। श्रीमती डराइन् र भनिन्, हेर्नु न, भान्साबाट यस्तो आवाज किन आयो? किशोरले भने, मुसा दौडेको होला, त्यसैले यस्तो आवाज आएको होला। यो कुरा सुनेर उनीहरूले केही समयलाई मनमनै शान्त भए र फेरि सुत्न थाले। तर एकाएक फेरि घरको छतमा कसैले दौडेको जस्तो आवाज आयो। श्रीमतीले डरले भनिन्, सुन्नुभयो, पहिले भान्साबाट, अहिले फेरि छततिर आवाज आयो। त्यो भन्दा पनि झन भयावह कुरा भयो, बाहिरबाट चप्पलको आवाज आउन थाल्यो। किशोर बाहिर गएर हेरे, उनका आफ्नै चप्पल पहिले ढोकाको अगाडि थिए, तर अहिले त्यो चप्पल एक्कासी घरको छतमा पुगेको थियो। किशोरको मनमा अचम्म र अनौठो डर पस्न थाल्यो। श्रीमतीसँग भन्यो, हो, तिमीले सही भनेकी छौ, यहाँ केही असामान्य घटना त हुँदैछ, हामीले यसबारे जान्नु जरुरी छ। श्रीमतीले डरले उत्तर दिइन्, अब के गर्न सकिन्छ होला, दिनदिनै यसरी तर्साइरहने हो भने यो घरमा बस्न पनि डराइ मर्नुहुन्छ। किशोरले भने, मेरो बाबाले भन्थे कि माथि जंगलमा एउटा असाध्यै ज्ञानी ऋषि बस्नुहुन्छ, उहाँलाई यस्ता कुराबारे सम्पूर्ण ज्ञान छ, अब उहाँले नै हाम्रो मद्दत गर्न सक्नुहुन्छ। किशोर अर्को दिन बिहान हुँदै साथै ऋषिको कुटीतिर लागे। उनको मनमा एउटै प्रश्न थियो, हिजो राति हाम्रो घरमा अनौठो घटना किन भयो? ऋषि आफ्नो कुटीमा ध्यानमग्न बसेका थिए। किशोरले नम्रतापूर्वक प्रणाम गर्दै भने, प्रणाम गुरुदेव, हिजो राति मेरो घरमा अनौठो घटना भयो। सुरुमा भान्साबाट भाँडा बजेको जस्तो आवाज आयो, त्यसपछि छतमा कसैले दौडेको जस्तो सुनियो। अझ त्योभन्दा जघन्य कुरा, भुइँमा राखेको चप्पल एक्कासी घरको छतमा पुगेको थियो। गुरुदेव, यस्तो किन भयो र यसको समाधान के हो, कृपया बताइदिनुहोस्। ऋषिले मुस्कुराउँदै किशोरलाई एउटा चमत्कारी ढुङ्गा दिँदै भन्नुभयो, बालक, यो ढुङ्गा लिएर जाऊ, राति सुत्दा यसलाई आफ्नो सिरानी मुनि राख। यदि कुनै भूतप्रेतले तिमीलाई डराएको हो भने अब त्यस्तो घटना कहिले हुने छैन। फेरि पनि यस्तै घटना भएमा फेरि मेरोमा आऊ। यो सुनेर किशोरको मन हल्का भयो। ऊ खुसी हुँदै आफ्नो घरतिर फर्कियो। मनमनै सोच्दै थियो, ऋषि गुरुदेवको आशीर्वादले कुनै अनिष्ट घटना अब कहिल्यै दोहोरिने छैन। उता श्रीमती घर सफा गर्दै थिइन्। त्यसै समयमा उनको नजर भित्तामा टाँगिएको आफ्ना स्वर्गीय ससुराको पुरानो फोटोमा पर्यो। उनलाई त्यो फोटो राख्दा घरको भित्तै राम्रो नदेखिएको जस्तो लाग्यो। उनले सोचिन्, अब यस्ता पुराना फोटो किन राखिराख्नु? त्यसपछि उनले त्यो फोटो झिकिन् र लापरवाहीपूर्वक बाहिर लगेर फालिदिन्। त्यो रात उनीहरूले ऋषिले दिएको चमत्कारी ढुङ्गा सिरानी मुनि राखेर सुते। त्यस रात तर्साउने आवाजहरू त बन्द भए, त्यो भन्दा पनि ठूलो सङ्कट चुपचाप घरभित्र पस्न थाल्यो। किशोर र उनकी श्रीमती बीच बिना कुनै कारण झगडा बढ्न थाल्यो। सानो सानो कुरामा विवाद चर्किन्थ्यो। जसले प्रेम विवाह गरेका थिए, उनीहरू बीच यस्तो कटुता आउनु असामान्य थियो। एकअर्कालाई नबुझ्ने, रिस उठ्ने, चित्त दुख्ने क्रम दिनदिनै बढ्दै गयो। घरको वातावरण झन भारी र असहज बन्दै गयो। केही दिनपछि आमाको निधन भएको 13औं दिन आयो। त्यो दिन विधिपूर्वक गर्नुपर्ने कर्म, श्राद्ध र तर्पण केही पनि गरेनन्। त्यही दिनदेखि घरमा यस्ता घटना घट्न थाले जसको कल्पना कसैले पनि गरेका थिएनन्।
शहरमा बसेका उनीहरू आमाको मृत्युपछि पछि गाउँ आएका त थिए, तर धेरै समय भइसकेको थियो। शहरमा कमाएको पैसा गाउँमै खर्च हुँदै गयो। सुरुमा त थाहा भएन, तर बिस्तारै थैली रित्तिँदै गयो। एक्कासी आम्दानीको स्रोत बन्द भयो। कामको खोजी गरे पनि केही जमेन। शहरको वातावरणमा हुर्केका भएकाले गाउँमा खेतीपाती गर्न पनि उनीहरू जान्दैनथे। खेत बाँझै रह्यो, घरमा अन्न सकिँदै गयो। बिस्तारै गरिबीले यति डेरा जमायो कि एक छाक खान पनि मुस्किल पर्न थाल्यो। किशोर अचम्ममा परे। आखिर शहरबाट कमाएको यति धेरै पैसा कसरी एक्कासी सकियो? किन पैसा टिकेन? उनीहरूको आँगनमा सधैँ एउटा कालो कुकुर आउँथ्यो र रुने गर्थ्यो। दिनहुँ साँझ बखत त्यो कुकुर ढोकामै आएर टोलाइरहन्थ्यो, मानौ केही मागिरहेको होस् वा कुनै सङ्केत दिइरहेको होस्। तर अब किशोरको परिवारसँग त्यो कुकुरलाई समेत खुवाउने अन्न बाँकी रहेन। बिस्तारै उनीहरूको स्वास्थ्यमा पनि असर देखिन थाल्यो। हिजोसम्म तन्दुरुस्त रहेका उनीहरू आज बिना कुनै कारण आलस्य, कमजोरी र निराशाले ग्रस्त हुन थाले। शरीरमा जागर हरायो, काम गर्न मन लागेन, निद्रा पनि राम्रोसँग लाग्न छोड्यो। त्यसै रात किशोरले एउटा अनौठो सपना देखे। सपनामा उनकी स्वर्गीय आमा देखा परिन्। उहाँको अनुहार मलिन थियो, आँखा आँसुले भरिएका थिए। उहाँ केही भन्न चाहन्थिन्, तर शब्द निस्किरहेको थिएन। ओठ चल्थ्यो, तर आवाज सुनिँदैनथ्यो। उहाँले हात उठाएर केही सङ्केत गर्न खोज्नुभयो, मानव कुनै अधुरो कर्म सम्झाइरहनु भएको होस्। अचानक किशोर झस्किएर बिउजिए। उनको शरीर पुरै पसिनाले भिजेको थियो, मुटु जोडले ढुकढुक गरिरहेको थियो। कोठाभरि गहिरो सन्नाटा थियो, तर उनको मनमा अजीब डर र अपराधबोध जागिसकेको थियो। उनले श्रीमतीलाई बिउजाउँदै भने, मैले आमालाई सपनामा देखेँ। उहाँ केही भन्न खोजिरहनु भएको थियो, तर बोल्न सक्नु भएन। पक्कै पनि हामीले ठूलो गल्ती गरेका छौँ। श्रीमती पनि डरले स्तब्ध भइन्। अब उनीहरूलाई प्रष्ट महसुस हुन थाल्यो, यी सबै घटना सामान्य होइनन्। अर्को दिन बिहान नहुँदै किशोरी फेरि ऋषिको कुटीतिर लागे। उनको मन भारी थियो, आँखामा पश्चाताप स्पष्ट देखिन्थ्यो। किशोरले ऋषिलाई सबै घटना विस्तारमा सुनाए। सबै कुरा ध्यानपूर्वक सुनेपछि ऋषिले गम्भीर स्वरमा भन्नुभयो, बालक, सुरुमा मलाई लागेको थियो कि तिम्रो घरमा भएका ती घटना भूतप्रेतका कारण हुन्, तर सत्य कुरा अर्कै रहेछ। तिम्रो घरमा जे घटना भए ती पितृदेव रिसाएर गरिएका सङ्केत हुन्। यसमा तिम्रै गल्ती छ। तिमीले अन्जानमा यस्ता कार्य गर्यौ जसका कारण पितृ अप्रसन्न भएका हुन्। किशोरले आतुर हुँदै सोधे, कस्तो गल्ती बाबा? अनि पितृ रिसाउँदा कस्ता सङ्केत देखिन्छन्? कृपया स्पष्ट पारिदिनुहोस्। ऋषिले भन्नुभयो, ध्यान दिएर सुन। सबैभन्दा पहिले तिम्रो आमाको दाह संस्कार तिम्रो उपस्थिति बिना भयो। यो ठूलो भूल हो। आफ्नै छोरा हुँदाहुँदै उसले दागबत्ती नदिँदा पितृ कुपित हुन्छन्। त्यसपछि तिमीले काजक्रिया पनि गरेनौ। शोकको बेला लसुन, प्याज र नुन सेवन गर्यौ, जुन त्यस्तो अवस्थामा वर्जित मानिन्छ। यसले पितृको रिस झन बढायो। अझ तिम्री श्रीमतीले तिम्रा स्वर्गीय पिताको भित्तामा सजाइएको तस्बिर निकालेर फालिदिइन्। यो त अत्यन्तै अपमानजनक कार्य भयो। यही कारण तिम्रो घरमा अनिष्ट घटना सुरु भए। किशोरको अनुहार फिक्का भयो। उनले फेरि प्रश्न गरे, बाबा, त्यसो भए पितृ रिसाउँदा हामी कसरी थाहा पाउन सक्छौँ? यसको मुख्य सङ्केत के हुन्? ऋषिले विस्तारपूर्वक बताउनुभयो, यदि पितृ आफ्ना सन्ततिबाट अप्रसन्न हुन्छन् भने सुरुमा साना साना खटपट देखिन थाल्छन्। ती सङ्केतहरू सामान्य जस्तो लागे पनि वास्तवमा गम्भीर चेतावनीका रूपमा प्रकट हुन्छन्। सबैभन्दा पहिले घरको पूजापाठमा बाधा आउन थाल्छ, जस्तै दियोको बत्ती आफै निभ्नु, बारम्बार बाल्दा पनि नटिक्नु वा पूजा गर्ने बेला अनौठो असहजता महसुस हुनु। यो पितृको असन्तुष्टिको प्रारम्भिक सङ्केत मानिन्छ। बिना कारण श्रीमान श्रीमतीबीच झगडा बढ्नु, सानो कुरामा मनमुटाव हुनु, एकअर्काप्रति विश्वास घट्दै जानु, यी सबै लक्षण हुन्। जहाँ पहिले माया र समझदारी थियो, त्यहाँ बिस्तारै कटुता र दूरी बढ्न थाल्छ। रातिको समयमा सपनामा पितृ देखिनु पनि ठूलो सङ्केत हो। उनीहरू सपनामा आउँछन्, केही भन्न खोज्छन्, तर शब्द निस्कदैन। अनुहारमा पीडा र असन्तोष झल्किन्छ। यस्तो सपना बारम्बार दोहोरिनु पितृ सन्तुष्ट नभएको सङ्केत हो। आर्थिक पक्षमा पनि असर पर्न थाल्छ। जति कमाए पनि धन नटिक्नु, अकस्मात खर्च बढ्नु, लगानी असफल हुनु, प्रयास गर्दा पनि कार्यमा सफलता नआउनु, यी सबै पितृको रिसका प्रभाव हुन सक्छन्। मानव अदृश्य शक्तिले प्रत्येक सफलतालाई अधुरै छोडिदिन्छ। घर वरिपरि जनावरहरू बारम्बार आउनु र दुखी जस्तो व्यवहार देखाउनु पनि सङ्केत हुन सक्छ। जस्तै तिम्रो घरमा त्यो कालो कुकुर दिनहुँ आएर रुँदै बस्थ्यो। यस्ता जनावरहरू कहिलेकाहीँ सूक्ष्म सङ्केत बोकेर आउने मानिन्छ। यी सामान्य सङ्केत हुन्। यदि समयमै पितृलाई शान्त पारिएन भने यसले ठूलो जोखिम निम्त्याउन सक्छ। परिवारको स्वास्थ्य बिग्रन सक्छ, गम्भीर आर्थिक सङ्कट गहिरिन सक्छ र घर गरिबीले थिचिन सक्छ। त्यसैले पितृको रिस पहिचान गरेर समयमै शान्त बनाउनु आवश्यक हुन्छ। किशोर भावुक हुँदै बोले, बाबा, कि मेरो घरमा फेरि सुख समृद्धि फर्किने छैन? कि अब सधैँ यस्तो उजाड नै रहन्छ? ऋषिले उत्तर दिनुभयो,
होइन बालक, पितृलाई श्रद्धा र विधिपूर्वक शान्त पारियो भने घरमा फेरि शान्ति र समृद्धि फर्किन्छ। पितृको शान्तिका लागि उचित समयमा दान, श्राद्ध र तर्पण गर्नु, शोकको समयमा सधैँ सात्विक भोजन मात्र गर्नु, 13 दिनसम्म नियम पालन गर्नु। स्वर्गीय पितृको तस्बिर भित्तामा राखी दैनिक श्रद्धापूर्वक पूजा गर्नु, ब्राह्मण वा गरिबलाई दान दिनु, काजक्रियामा कुनै कमी नराख्नु। यदि तिमीले यी सबै कुरा विधिपूर्वक गर्यो भने पितृ सधैँ प्रसन्न रहनेछन् र उनीहरूको आशीर्वादले तिम्रो घरमा पुनः सुख शान्ति बस्नेछ। किशोरले प्रणाम गर्दै भने, धन्यवाद गुरुदेव, तपाईले मलाई ठूलो समस्याबाट मार्ग देखाइदिनुभयो। अब म निश्चय नै यी सबै नियम पालन गर्नेछु। त्यसपछि किशोर घर फर्किए। उनले ऋषिले बताए अनुसार गरिब र ब्राह्मणलाई दान दिए, स्वर्गीय आमाबुबाको तस्बिर पुनः सम्मानपूर्वक भित्तामा राखे, दैनिक पूजा गर्न थाले र वार्षिक श्राद्ध गर्ने संकल्प गरे। केही दिनमै घरको वातावरण परिवर्तन हुन थाल्यो। झगडा हरायो, मनमा शान्ति आयो र स्वास्थ्य सुध्रियो। बिस्तारै काममा सफलता मिल्न थाल्यो र धन पनि टिक्न थाल्यो। घरमा फेरि पहिले जस्तै सुख शान्ति र समृद्धि फर्कियो। त्यसपछि विष्णुले नारदलाई भन्नुभयो, नारद, यही नै थियो त्यो दिव्य कथा। अब तिमीले पनि पितृ रिसाउँदा घरमा कस्ता कस्ता संकेत देखिन्छन् भन्ने कुरा बुझ्यौ होला। नारदले हात जोडेर भन्नुभयो, धन्यवाद प्रभु, यति अमूल्य ज्ञान प्रदान गर्नुभएकोमा। साथीहरू, तपाईलाई यो कथा कस्तो लाग्यो? तपाई कुन ठाउँबाट यो भिडियो हेर्दै हुनुहुन्छ? कृपया कमेन्टमा लेख्नुहोस्। भिडियो मन परेमा लाइक र सब्स्क्राइब गर्न नबिर्सनुहोला। धन्यवाद।